ल नमस्कार है, आउनु त यता। ल आउनु आउनु आउनु। नमस्कार। हजुरको नाम के हो? आर मोहम्मद अंसारी। आर मोहम्मद अंसारी। घर कहाँ हो? बिसुनपुर। बिसुन यही कपिल वस्तु। ले त आउनुहोस्। छोरा हराएर आउनु भयो? हजुर। कति भयो छोरा हराएको? भयो 9 वर्ष। 9 वर्ष। के नाम हो छोराको? मुबारक अली अंसारी। मुबारक अली अंसारी। कसरी हरायो मुबारक? त्यस्तै भयो, थाहा छैन। के अत्तो छैन? के गर्थ्यो छोराले? छोरा पढ्दै थियो। पढ्दै थियो। आज मुबारक अली अंसारी हराएको एउटा पीडामा एउटा परिवार आउनु भएको छ। 9 वर्ष भएछ छोरा हराएको कपिल वस्तुबाट। छोराको केही अत्तो छैन। आँखाभरि आँसु छ। आज यो समाजमा हरेकलाई पीडा छ। आज एउटा मुस्लिम समुदाय, समाजको एउटा गौरवशाली समुदाय, आफ्नो आस्था धर्ममा बाँचेको समुदाय, आज एउटा परिवार पीडामा छ। आज यो परिवारलाई पर्नुसम्म पीडा परेको छ। कहीँ छोरा भेटिन्छ कि भनेर आउनु भएको छ। अल्लाहको आशीर्वाद मिलोस्, हामीले मान्ने हरेक धर्म संस्कारको आशीर्वाद मिलोस्, उहाँको छोरा भेटियोस्। कि लास कि सास, केही न केही त छोराको भेट्न पाऊँ भनेर आउनु भएको छ। आज सोझो मान्छेहरू, सायद उहाँहरूको आवाज सुनिदिने को छ र? कहीँ गएर भने पनि कसैले सुनिदिन। सोझो मान्छे बोल्न सक्नुहुन्न। अहिले त बल्ल बल्ल बोल्नु भएको छ मसित। सायद खुलेर 4-5 जनाको अगाडि गएर बोल्न सक्नुहुन्न। सोझो इमानमा बाँचेको मान्छे, एउटा असल मान्छे आज छोरा हराएको पीडामा आउनु भएको छ। केही भन्नुहुन्छ छोरालाई? हजुर, अब जहाँ भयो भने त आइजाऊ घर। जहाँ छोरा हाम्रो छ त घर आइजाऊ। कहाँ छ? आइदेऊ। भेट्न मन छ। कति वर्षको भयो अहिले? 21 वर्ष। 21 वर्षको भयो। त्यस्तो बिरामी केही थियो र? पढ्दै थियो। हजुरको श्रीमती? आउनुहोस् त। नमस्कार। वालेकुम सलाम। वालेकुम सलाम। ए सलाम वालेकुम है। अनि छोरालाई के भन्न मन छ? छोरा खेरा 9 वर्ष भयो। 12 वर्ष त 12 वर्षमा गयो। केही अत्तो छैन? त्यस्तो केही भनेर हिँडेको थियो र हजुरलाई? भने छैन। विदेश गएको थियो कतरबाट, पैसा चुरायो। मैले भनेपछि बताओ कहाँ पैसा छ त आएन। रमजान के महीना वर्ष बसेछु 1 महीना। म बुझ्छु, नातिनुहोस्। म बुझ्छु, रुने होइन नि, रुने होइन। म बुझ्छु है। म प्रयास गर्छु। एउटै छोरो। रुने होइन। म खोज्छु नि, खोज्छु। म छु त, म आएछु त। कसले भनिदिएको म आएछ भनेर? यहाँ हाम्रो भाइको छोरा। भाइको छोराले के भन्यो? सर आएछन्, बुटोल छन्, बुटोलबाट यहाँ गुरसिंह। अनि त्यही थाहा पाएर आउनुभएको? ल अब नरुनुहोस्, म खोज्छु। ल रुने होइन नि। आज यस्ता भगवान् आज आफ्नो सन्तान हराएको पीडामा आउनु भएको छ। हरेकलाई आफ्नो सन्तानको प्रेम छ। एउटा बिरालोलाई त आफ्नो सन्तानको प्रेम हुन्छ। एउटा कुकुरलाई त आफूले जन्माएको एउटा कुकुरको बच्चाको चिन्ता हुन्छ। आज एउटा आमा बालाई, एउटा मानव प्राणीलाई आफ्नो मान्छेको चिन्ता नहुने कुरै त भएन। त्यस कारणले पनि यो परिवारको खुसी फर्काउन प्रेम गरौँ। यो समुदाय, मुस्लिम समुदायमा कसैलाई यो बाबुका बारेमा केही थाहा छ भने भनिदिनु होला। 12 वर्षको उमेरमा हिँडेको रहेछ, पढ्दै आज हराएकै 8-9 वर्ष भयो, 20-21 वर्षको पुग्यो। केही अत्तो छैन। एकमात्र आफ्नो अंसारी छोरा हराएको पीडामा उहाँहरू हुनुहुन्छ। यी बाबुका बारेमा कसैलाई केही जानकारी छ भने नजिकको प्रहरी कार्यालय अथवा हाम्रा नम्बरहरू 98 514 941, 98 550 51 341 मा फोन गरिदिन आग्रह गर्छु। यस्ता भगवान रूपी उहाँहरूको आँखाको आँसु पुस्न सकौँ, यो प्रयासमा सबैको साथ रहोस्। नमस्कार।